साथीहरु यो तेस्रो दिनको भिडियो पहिलो दिन बिउ फल्यौं दिनभरि 9-10 जनाले अनि सकिन्न कति गाह्रो हुन्छ कि यहाँको बिउ फल्नु पानी आथ्यो त्यस्तो खासै भिडियो राखेछु अनि दोस्रो दिन फेरि बिहान 9 जनाले बिउ फल्यौं अनि 9 जनाले उफालेर हामीले 2-3 टा गरेर रोप्ने हो कि तर बिहानै ट्र्याक्टर आथ्यो तर आउने बित्तिकै बिग्रियो हाम्रो जोत्दैन अनि अर्को ट्र्याक्टर बाबा कहाँ पुगेर खोजेर ल्याउनु भयो अनि रोप्न लाग्यो फेरि जोत्यो अनि खस्यो फेरि अनि हामीले बिहान रोप्न पाइएन अनि साँझ 9-10 जना त थियौँ साँझको मेलो 2 टा गरेर सक्यौं अनि 2-3 टा रह्यो भोलिपल्टलाई अनि भिडियो गराउन नै त्यो सक्नको चक्करमा पानी परिरहेछ मोबाइल नि भिजाउनु भएन त्यही भएर खासै भिडियो गराएन साथीहरु यसो अलिअलि त गरिरहेछु अनि यो पनि पानी परिरहेको अनि हल्का यता साइडमा राखेर घर नजिकै छ नि त त्यही भएर साइडमा राखेर गरिरहेछु अनि यो फेरि तेस्रो दिनको भिडियो साथीहरु अनि रको मेलो रोप्नलाई फेरि बिहानै 3 जना घन्टे हेत्रा बोलायौं दिदीहरुलाई अनि हामी 3 जना जेठान देउरानी मेरो पनि चप्पल हुन्छ भाइ मान्छेले होइन लतक्कै छु पानी लिएर आइजाऊ माया पानी खा सेटमा चाहिँ बढेर अर्को उदन राजा पनि आफूले राखे जाइ गर्ने ए जुठा परेर नराखेको अरे भकर राख्नु नि के हुन्छ त जुठा परेर अरे कहाँ गयो अनेस उतै गयो अनि रोपेर भ्याए हिजो यो अनि यो ठुलो गरेर रह्यो आज भ्याइयो अनि रोप्यौँ रोपेको भिडियो गराउन नि पाएन साथीहरु हिलो अहिले कसैलाई भन्न नि बाबु नानीले नि मोबाइल खसालिदिन्छन् कि भनेर डर हुने कि अनि हिजो त भिडियो हाल्न नि पाएन र रोपेर जाँदा ढिलो भयो थियो अनि सुत्यौँ खाना खाएर यताउता काम अब सक्यो अब म पनि जाने हो साथीहरु घर सक्यो धान रोपेर नि यस्तै आजलाई भिडियो विवंश गइसक्यो बाबुहरू स्कुल हुँदै सुसिम आएन गाडी
साथीहरू अब हामी घर फर्किन गाडीमा माइक्रोमा चढ्यौँ अनि बाबु त उतैबाट स्कुल गइरहेको थिएँ नानीको अब पठाउँदैन अनि नानी र म आउँदैछौँ अनि बिहानमा रोप्यौँ रको मेला अनि खाना खाएर अलिअलि काम गरेर अनि म अब घरतिर आउँदैछु अनि गीत बजेर यो गाडीमा फेरि अनि यो फेरि साथीहरू यो घमा खोला बिग्रियो कि यताको बाटो अनि यताको बाटो लिएर आउँछ। नमस्ते साथीहरू, स्वागत छ बिप्ना भ्लगमा। आइयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि ठिक छु। र साथीहरू हामी रामाची दादालाई होइन राखिदिएको जाऊ हात धोएर डस्टबिनमा हाल जाऊ। हामी आयौँ घरदेखि भर्खर यस्तो गर्मी पसिने भर्खर आएको साथीहरू रोपाइसकेर बाबु त उता गाडी जान्थ्यो कि त्यही भएर उतैबाट स्कुल आउँथे अझै आएन नानी 2 दिन छुट्यो घरबाट कोसहरू लिएर कति धेरै आइरहनु यो घरको ठुलो भयो पुगको फेरि बसेर के खाइक्यौ तिमी कहाँ गएर आइक्यौ नि किन तिमी स्कुल गएनौ के जान 2 दिन छोडेको प्लान्टमा पानी राख्नु पर्यो के गर्नु यो घडी मिठी खाइक्यौ घरको आएको पकाउनु पर्छ यो फेरि माइजूले दिनु पाकेको टोपै सोक्छ अब म त्यो पानीमा भिजाइदिन्छु एकछिन अनि पाकेको छुट्टै फ्रिजमा राख्छु नपाकेको फेरि पकाउन राखिदिन्छु साथीहरू साग टिप्छु थोरै पछिको मुन्टानी छ साग टिपेँ अनि अलिकति नानीहरूलाई तल बस्ने नानीहरूलाई चाहिँ चाइनिज साग्ने टिपेको थिएँ तल दिदीलाई नानीलाई दिएँ ऊ देख्यौ के बज्यो आऊ बाहिर घर बाहिर जानुहुन्न अरे छिटो आऊ ऊ गराङ गुरुङ गर घरभित्र जानुहोस् भन्नुभयो आऊ बाहिर नजानुहोस् घरभित्र बस्नुहोस् भन्नुभएको देख्यौ छोरा किन डराइक्यौ त्यो के भन्नुभएको भन्दा अब हावाहुरी चट्याङ पर्न लाग्यो घर बाहिर ननिस्किनु भन्नुभएको के थाहा भयो अन्त बनाउँदैछु पानी आयो भर्खर साथीहरू हो यो छत देखेछ नि यहाँ यो हाम्रो दिदीको घर हो यहाँ सानो बाबु के भाडामा बस्थ्यो त्यो साइकल बाबुको हो कि अनि हेर्नु न आज म त हिजो उहाँ गएको नि त उता घर अनि के अरे डुबेछन् के बिचरा 2 वर्ष यस्तैको बाबु हो
घर अगाडि माछा पोख्रिन गरेर डुबेर बितेछन् कि अनि त्यो साइकल हेर नि कस्तो याद आएको क्या यता हेर्दै थिएँ यहाँ साइकल अझै लयो बिचरा त्यो साइकल अझै त्यहीँ रहेछ त्यो साइकलमा बोकेर हिँड्थ्यो कि त्यसको बाबुको बुवाले त्यस्तो नराम्रो लागिरहेको आजको दिन म त अघि आएको कपडा पनि चेन्ज गरेर काम यताउता गर्दै अनि यता यसो भिडियो गर्छु भनेको त साइकल देखेको क्या त्यहाँ भाइको साइकल हो क्या त्यहाँ सानो भाइ त्यो अर्को दिदीको त्यहाँ अहिले पाहुना आउनु त कस्तो नराम्रो लाग्यो साथीहरू बच्चालाई केयर गर्दा पनि कहिले काहीँ यस्तो हुन्छ कि गाह्रो हुन्छ नराम्रो लागिरहेको आज 2 वर्षको बाबु 2 वर्ष होला नि सायद त्यस्तो नजिक बाटो त हेरेन म यता बाटोतिर यता हिँड्थेँ कि अनि त्यहाँ हाम्रो जेठान दिदी हो नि त त्यहाँ बस्छन् भन्ने थाहा थियो मलाई अनि त्यहाँ मैले भाँडा यताउता गर्दा माथिबाटै देख्छु अनि हिजो म त उतै घरतिर हो नि त कति दिन भयो रोपाइ गरेर अनि अघि आउँदाखेरि त मैले पोचा लागिरहेको थिएँ सफा गरिरहेको थिएँ अन्त कस्तो गोको आवाज आयो अनि गएको त लिएर हिँड्न लागिरहेछ नि कि हिजो पोस्टमार्टम गरेर अनि कस्तो नराम्रो लाग्यो देखिरहेको बाबु नि त कस्तो नराम्रो लाग्यो आजको दिनै नराम्रो लागिरहेको अनि कहाँ खोज्यो अरे अनि पुलिसलाई रिपोर्ट गरेपछि पुलिस आउँदा त त्यहीँ अरे कि त्यहीँ नदेखेको त्यस्तो घर नजिक नै माछा पोखरी त्यस्तो नबनाउनु पर्ने त्यही घर बस्ती नै हो घरै घर छ त्यस्तो ठाउँमा अनि जस्तो नराम्रो लागिरहेको के लगाएर पनि सक्यो आजको सब्जी हुन्छ